बालेनजी म तपाईँलाई आइडिया दिन्छु, तपाईँलाई सफल बनाउँछु। जब मारवाडीहरू पक्रिन थालेपछि म आफै प्रधानमन्त्री भएको फिल भएको छ। त्यसले गर्दाखेरि तपाईँलाई धेरै धेरै शुभकामना छ। मलाई जिते जस्तो फिल भएको छ। बालेन सरकारले र गृहमन्त्री सुदन गुरुङले जुन अपरेसन चलाउनु भएको छ त्यसमा म एकदमै खुसी पनि मलाई लागेको छ, किनभने मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले अहिले जुन तरिकाले अघि बढाउनु भएको छ, पक्रिनु भएको छ, कारबाही गर्नुभएको छ, मलाई पहिला विश्वास लाग्दैन थियो उहाँहरूले गर्नुहुन्छ भनेर। तर आज मेरै कुराहरूलाई टेकेर उहाँहरूले कहाँ र कसरी कुन तरिकाले अघि बढ्न सकिन्छ भनेर उहाँहरू अघि बढ्नु भएको छ। उहाँहरूलाई शुभकामना छ र सम्पूर्ण नेपालीहरूले यो बेलामा साथ दिनुपर्छ उहाँहरूलाई। र उहाँहरूसँग मेरो विमति कहाँ हो भने एउटा कुरो के छ भने एसपिपी, आइपिएस र दलाई लामालाई यहाँ उत्पत्ति गराउने काम, यहाँ जन्माउने काम र टिबेटियनहरूलाई नागरिकता दिने कामदेखि बाहेक, अमेरिका सेना यहाँ ल्याउने कामदेखि बाहेक अरू जुन सफाई अभियान थाल्नु भएको छ, यसमा जुन अभियान मैले थालेको थिएँ त्यही अभियान उहाँले गर्नुभएको छ। म पनि बालेनको ठाउँमा, बालेनजीको ठाउँमा पुगेको थिएँ भने मैले पनि त्यही गर्ने सोच राखेको थिएँ, तर उहाँले गर्नु हुँदैछ। मलाई आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। त्यसले गर्दाखेरि तपाईँलाई धेरै धेरै शुभकामना छ। र नेपाल प्रहरीका विशेष गरेर डिआइजी हाम्रो मनोज केसीज्यूलाई मैले पहिला भनेको थिएँ एकपल्ट भेट्दाखेरि, एआइजी अहिले एआइजी हुनुभएको छ, उहाँलाई पनि यो अपरेसनमा खुट्टा नकमाउनुहोस्, किनभने देश यस्तो तस्करहरूको कब्जामा छ। 34 खर्ब रुपियाँ पैसा चाहिँ यहाँ छैन अहिले, 34 खर्ब रुपियाँ पैसा तपाईँहरूले छैन। र यो अपरेसन सफल भइसकेपछि म फेरि अरू भिडियोहरू सार्वजनिक गर्छु। जस्तो ब्याङ्कका धेरै कर्मचारीहरू पनि यसमा संलग्न छन्, ब्याङ्कका र राष्ट्र ब्याङ्कका कर्मचारीहरू पनि यसमा संलग्न छन्, भन्सारका कर्मचारीहरू छन्, मालपोतका कर्मचारीहरू छन्, सबै कर्मचारीहरू छन्। त्यसले गर्दाखेरि आज हाम्रो देश यो स्थितिमा पुग्नुको मेन कारण र आज युवाहरू विदेशिनुको मेन कारण, चेलीबेटीहरू बेचिनुको मेन कारण यिनै तस्करहरूको कारणले हो। हाम्रा चेलीबेटीहरूले सुत्केरी जिउ लिएर 6 महिनाको सुत्केरी जिउ लिएर विदेश गएर पठाएको पैसा रेमिटेन्स पनि यिनै तस्करहरूको हातमा जान्छ। नक्कली नोटको कारोबार हुन्छ, यहाँ सुनको कारोबार हुन्छ, चाँदीको कारोबार हुन्छ, हतियारको कारोबार हुन्छ, यहाँ लागु औषधको कारोबार हुन्छ। हिजो बलुचिस्तानबाट हुने कारोबार आज नेपालबाट हुन थालेको छ। त्यसले गर्दाखेरि म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो राम्रो काम गरेकोमा साथ दिनलाई म हार्दिक आह्वान गर्दछु। किनभने म आज कसरी खुसी भएको छु भने मैले उठाएका कुराहरू उहाँहरूले पक्रिनु भएको छ।